नमस्कार। आज हामी मध्य प्रदेशमा मर्निङ वाकको लागि निस्केका छौँ। अहिले चाहिँ हामी सर्लाही जिल्लाको भरतताल भन्दा अलिकति पूर्वतिरको ठाउँमा यहाँ भित्र गाउँतिर मर्निङ वाक गर्दै आउँदा एउटा एकदमै राम्रो प्राकृतिक हिसाबले हराभरा ठाउँमा आइपुगेका छौँ। यो देखिएको पुल चाहिँ बागमती नदीको पूर्वी नहरको पुल हो। यो ठाउँ मलाई बहुत राम्रो लाग्यो। यता पनि मकैबारी, सनराइज, बाटो पनि पिच छ भित्रको। यो गाउँभन्दा अलि बाहिरको बाटो रहेछ। अनि यहाँ टिपिकल पुल, घरहरू पनि कतै छैन। यता भर्खर उखु बारी फाँडेर सकिएको रहेछ। अब नहर, यता टक्क बस्ने ठाउँ, यो चाहिँ नहर। यो चाहिँ बागमती नदीको पानी। के सफा होला हो। यहाँसम्म आउँदा त काठमाडौँको फोहोर नहोला यो बागमतीमा। हेर्नुहोस् त कति राम्रो हेभनली प्लेसेस छ। तराईमा हस्सु लागेको छ। आजको यो हाम्रो मर्निङ वाकमा यो दृश्य एकदमै राम्रो लागेर हजुरहरूलाई पनि सेयर गर्ने जमर्कोका साथ हामीले सेयर गरेका छौँ। पक्कै पनि हजुरहरूलाई यो भिडियो मन पर्यो होला। मन परेमा यो भिडियोलाई लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला र हाम्रो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला है त। हजुरको दिन शुभ रहोस्। शुभ दिन।